राजेन्द्र रानी छ उपस्थित सम्पूर्णलाई 34औं वार्षिक उत्सव एवं पुरुष भलिबल प्रतियोगिताको समापन समारोहको समुद्घाटन हुन गइरहेको हुँदाखेरि सम्पूर्ण उपस्थित दर्शक महानुभावहरू ताली बजाएर उद्घाटन कार्यक्रमलाई हौसला बढाइदिनका लागि हार्दिक अनुरोध गर्दछु। छोटो मिठो वक्तव्य राखिदिनुका लागि आजका प्रमुख अतिथि पूर्व माननीय एवं यसै क्षेत्रका उम्मेद्वार श्री शङ्कर भण्डारीजीलाई म हार्दिक अनुरोध गर्दछु। हाम्रो ऋषि उत्सवको पावन उपलक्ष्यमा विश्वभर अति लोकप्रिय खेल भलिबल खेलको यो प्रतियोगितात्मक टुर्नामेन्ट सुरु हुँदैछ। क्लबले यो आयोजना गरेको क्लबलाई बधाई छ, शुभकामना छ। मैले यसो खेलाडीहरूको स्पाइस हेरेँ मैले राष्ट्रिय स्तरका खेलाडी भोडा खेलाडी अन्तर्राष्ट्रिय स्तरका खेलाडी जस्तो लाग्यो। अब समय आउने तपाईँहरूको खेल तपाईँ हेरेर भ्याउन्न। मलाई एउटा गर्व छ आज के भन्छु भन्दा धेरै हाम्रो युवा साथीहरू पनि हुनुहुन्छ। म 2073 सालमा वन मन्त्री थिएँ। त्यतिखेरसम्म पनि यो हाम्रो भलिबल खेलले राष्ट्रिय खेलको मान्यता पाएको रहेछ। मलाई कुनै साथीहरूले आएर भलिबललाई राष्ट्रिय खेल बनाउनु पर्यो भनेपछि हुन त म वन मन्त्री थिएँ। मैले नै इनिसिएटिभ लिएर मेरै पालामा क्याबिनेटबाट यो भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिलाएको कुरा आज म गर्वका साथ भन्न पाउँदा खुसी पनि लागेको छ। र सबै युवाहरू खेल स्वास्थ्यको लागि खेल देशको लागि यो कुरोलाई पालन गर्दै अनुशासनपूर्वक आफ्नो कुशल प्रतिभा देखाएर सबै टुक्का साथीहरू विजय हुनुहोस्। हार्दिक शुभकामना छ र क्लबका सबै साथीहरूलाई तपाईँहरू साथमा हामी छौँ। महत्त्वपूर्ण देशको नीतिहरू देशका भविष्यका हाम्रो राष्ट्रिय खेलाडी उत्पादन गर्ने खेलको अवसर तपाईँले जुन प्रदान गर्नुभएको छ धेरै धेरै बधाई छ। तपाईँहरूको हरेक अभियानमा मेरो साथ तपाईँलाई रहन्छ भन्दै म खेल सुधार गर्नको लागि फेरि शुभकामना दिँदै मेरो हरेक शुभकामना धन्यवाद जय नेपाल। धन्यवाद छ आजको प्रमुख अतिथि। अब भने हामी यहाँहरूमा कति पनि ढिला नगरिकन हाम्रो यो अन्तिम चरणको खेल सुरु गर्न गइरहेका छौँ। यतिखेर पनि हामी प्रथम र द्वितीयको लागि यो खेल प्रतिस्पर्धामा हामी हुनेछौँ। कृपया सम्पूर्ण दर्शक महानुभावहरू तपाईँहरू कति पनि नहतारिकन प्रतिधारण गरेर खेल मनोरञ्जन पुनः हेरिदिनु म हार्दिक अनुरोध गर्दछु। Sunday bola no lagi. Hari Nas ini dia dong. Nas lagi Nas. Nas? Oh. यहाँहरू माझमा सम्पूर्ण खेलाडी साथीहरूको नाम र जर्सी नम्बर सहित गर्न गइरहेका छौँ। यतिखेर पनि म गैरी खोला टिमका खेलाडी साथीहरूको नाम र जर्सी नम्बर वाचन गर्न गइरहेका छौँ। अमन थापा जर्सी नम्बर 14, देवेन्द्र परियार जर्सी नम्बर 2, दर्शन गुरुङ जर्सी नम्बर 7,
विकल्प थापा जर्सी नम्बर 11, संगम आनन्दर जर्सी नम्बर 6, समीर मानन्दर जर्सी नम्बर 8, संगीत श्रेष्ठ जर्सी नम्बर 1, अविन मानन्दर जर्सी नम्बर 10। कृपया खेलाडी साथीहरू तपाईहरु खेल मैदानमा बसिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी बौडी कालिका गाउँपालिकाका खेलाडी साथीहरूको पनि म नाम र जर्सी नम्बर वाचन गर्न गइरहेका छौं। हिमाल सुनारी जर्सी नम्बर 1, अशोक श्रेष्ठ जर्सी नम्बर 9, विश्वास अधिकारी जर्सी नम्बर 6, आशिष श्रेष्ठ जर्सी नम्बर 7, विकास पद्मया जर्सी नम्बर 3, दिवस आले जर्सी नम्बर 10। त्यसै गरी सन्दीप घिमिरे, दिलीप रेशमी मगर। कृपया खेलाडी साथीहरू तपाईहरु पनि खेल मैदानमा आइदिनु र म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आजको हाम्रो यस अन्तिम चरणको यो प्रथम र द्वितीयको लागि रेफ्रीमा रहनुभएका रेफ्रीज्यूहरूको पनि म नाम वाचन गर्न गइरहेको छौं। बसन्त आले मगर राष्ट्रिय भलिबल रेफ्री, त्यसै गरी देवकुमार गुरुङ राष्ट्रिय भलिबल रेफ्री। अब पनि हामी यहाँहरुमा यो अन्तिम चरणको खेल सुरु हुन गइरहेका छौं। बल यतिखेर भने गाउँ बौडी कालिका गाउँपालिका साथीहरूको हातमा भने नम्बर खाता खोल्न सफल भएको छ। नम्बर रहेको छ 1-0। यसै गरी फेरि पुनः खेलगाउँका खेलाडी साथीहरूले 1 अङ्क थपेर 2 पुर्याउन सफल भएको छ भने गैरी खोला 0। नम्बर रहेको छ 1-2। पुनः गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 2 पुर्याएका छन् भने केरगाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 2-2 बराबर। केरगाउँका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 3 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 2। स्कोर रहेको छ 3-2। केरगाउँका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 4 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 2। स्कोर रहेको छ 4-2। राम्रो स्ट्राइक गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 4 पुर्याएका छ 3 पुर्याएका छन् भने केरगाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 5। स्कोर रहेको छ 3-5। पुनः केरगाउँका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 6 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 3। स्कोर रहेको छ 6-3।
अत्यन्त राम्रो पावरफुल स्पाइक गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 4 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 6 स्कोर रहेको छ 4-6। राम्रो स्पाइक गर्दै पुनः डेढ गाउँका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 7 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 4 स्कोर रहेको छ 7-4। साथीहरूले 1 अङ्क जोड्दै 8 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 4 स्कोर रहेको छ 8-4। हिमाल चेन छ नि सर, एक चेन छैन सर। पुनः गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 5 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 8 स्कोर रहेको छ 5-8। गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 6 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 8 स्कोर रहेको छ 6-8। राम्रो पावरफुल स्पाइक गरेर पुनः गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 7 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 8 स्कोर रहेको छ 7-8। गर्दै पुनः डेढ गाउँका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 9 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 7 स्कोर रहेको छ 9-7। पुनः राम्रो स्पाइक गर्दै गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 8 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 9 स्कोर रहेको छ 8-9। डेढ गाउँका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 10 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 8 स्कोर रहेको छ 10-8। पुनः डेढ गाउँका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 11 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 8 स्कोर रहेको छ 11-8। गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 9 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 11 हिमाल नोली छ। पुनः गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 10 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 11 स्कोर रहेको छ 10-11। पुनः गैरी खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 11 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 11-11 बराबर। डेढ गाउँका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 12 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 11 स्कोर रहेको छ 12-11। पुनः स्पाइक गर्दै
गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 12 पुगेका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 12 बराबर। डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 13 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 12 रहेको छ 13-12। गर्दै पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 14 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 12। पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 15 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 12 स्कोर रहेको छ 15-12। गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 13 पुगेका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 15 स्कोर रहेको छ 13-15। साथीहरूले एक अङ्क जोड्दै 16 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 13। गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 13 रहेको छ 17-13। गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 14 पुगेका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 17 स्कोर रहेको छ 14-17। डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 18 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 14 स्कोर रहेको छ 18-14। गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 15 पुगेका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 18 स्कोर रहेको छ 15-18। उन्नाइस पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 15 स्कोर रहेको छ 19-15। डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 20 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 15 गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 16 पुगेका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 20 स्कोर रहेको छ 16-20। डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 21 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 14। प्रयास राम्रो थियो तर
पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 17 पुगेका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 21। विजेता हिमाल सुनारी मगरजीबाट राम्रो स्ट्राइक गर्दै डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 22 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 17। राम्रो प्लेसिङ गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 18 पुगेका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 22। पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 23 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 18। अत्यन्त राम्रो युवा जुझारु स्ट्राइकर ढिक्क थापाजीबाट पुनः एक अङ्क जोड्दै 19 पुगेका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 23। राम्रो स्कोर गर्दै पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 7.24 पुगेका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 19। राम्रो स्ट्राइक गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 20 पुगेका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 7.24। डेढ गाउँ भर्सेस गैरी खोला बिचको फाइनलको पहिलो सेट डेढ गाउँका खेलाडी साथीहरूले विजय हासिल गर्न सफल हुनुभएको छ। दोस्रो म्याच हेर यो बेस्ट अफ 5 को गेम हो। गण्डकी प्रदेशको साथ यादेव स्पोन्सर बाइक अवार्ड विजेताको पहिचान हिमाल सुनारी मगरजीलाई सिङ्गो रिसिङवासीको तर्फबाट हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। यदि तपाईँ उपस्थित दर्शक महानुभावजीहरू तपाईँहरू कसले यादेव स्पोन्सर बाइक विजेताको लागि सहयोग गर्नुभएको छ तपाईँहरू एकचोटि सबैजनाले हात उठाएर ताली बजाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। सौम्या गे निस्मिया गे बोल फेरि लाग्यो होला अब भने हामी दोस्रो राउन्डमा प्रवेश गर्दैछौँ। भनेको छैन हरिनाश चले नि पहिलो राउन्डमा डेढ गाउँका खेलाडी साथीहरूले हात पार्न सफल भएको छ भने अब हामी दोस्रो राउन्डमा प्रवेश गर्दैछौँ। खेल हेर्न मात्र होइन निकै नै निकै हरिनाश नलेको खेलाडी साथीहरूलाई भने स्कोर रहेको छ 1-0। बल गैरी गाउँ खेलाडी साथीहरूको हातमा अनि नम्बर रहेको छ गैरी खेलाडी साथीहरूको बल डेढ गाउँ खेलाडी साथीहरूको हातमा
भने पुनः एक अङ्क थपेर 2 पुर्याउन सफल भएको छ भने नम्बर रहेको छ 2-1 फेरि पुनः वीरगाउँ खेलाडी साथीहरूले पुनः एक अङ्क थपेर 3 पुर्याउन सफल भएको छ भने फेरि खेलाडी साथीहरू 1 फेरि पुनः वीरगाउँ खेलाडी साथीहरूले एक अङ्क थपेर 4 पुर्याउन सफल भएको छ भने नम्बर रहेको छ 1 3 ओभर छ नि फाइदा रहेको छ वीरगाउँका खेलाडी साथीहरूले भने नम्बर रहेको छ 5-1 Karena yang harus suruh nih, ini dunia dalam rangka rai ini. Number रहेको छ गैरीखोला 2 वीरगाउँ 5 फाइदा रहेको छ गैरीखोलाका खेलाडी साथीहरूले भने पुरै एक अङ्क थपेर 3 पुर्याउन सफल भएको छ भने नम्बर रहेको छ 5 फाइदा रहेको छ वीरगाउँका खेलाडी साथीहरूलाई भने नम्बर रहेको छ 6-3 अत्यन्तै राम्रो स्ट्राइक गरेर गैरीखोलाका खेलाडी साथीले फेरि अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 7 वीरगाउँ 6 यतिकै पनि बल वीरगाउँ खेलाडी साथीहरूको हातमा भने यसको रहेको छ 7 Jauh Maya. गैरीखोला 7 Ciura bol ke heran kata. Punya गैरीखोलाका खेलाडी साथीले राम्रो स्ट्राइक गरेर अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 5-7 यतिखेर भने बल वीरगाउँ खेलाडी साथीहरूको हातमा भने स्कोर रहेको छ 8-5 राम्रो स्ट्राइक गरेर गैरीखोलाका खेलाडी साथीहरूले कुनै एक अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 6-8 बल टिकेर मात्र चलिरहेको छ Di sana. भने यतिखेर बल गैरीखोलाका खेलाडी साथीहरूको हातमा भने नम्बर रहेको छ 7-8 अत्यन्तै राम्रो स्ट्राइक गरी वीरगाउँका खेलाडी साथीहरूले अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 9-7 फाइदा रहेको छ वीरगाउँका खेलाडी साथीहरूले भने Out no ada नम्बर wale. रहेको छ वीरगाउँ 10 गैरीखोला 7 Nomor dia sana sekali. जसको फाइदा रहेको छ गैरीखोलाका खेलाडी साथीहरूले भने नम्बर रहेको छ 8-10
गाउँको खेलाडी साथीहरूले पुनः एक अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 11-8। गरी खोलाका खेलाडी साथीहरूले पुनः एक अङ्क थपेर 9 पुर्याउन सफल भएको छ भने डेढगाउँ 11। अत्यन्तै राम्रो स्ट्राइक गरेर पुनः डेढगाउँको खेलाडी साथीहरूले अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 12-9। साथीहरूले फेरि अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 13 गरी खोला 9। नम्बर लिएर छ न त्यो 10 डेढगाउँ 13। डेढगाउँको खेलाडी साथीहरूलाई भने नम्बर रहेको छ 14-10। डेढगाउँ खेलाडीका साथीहरूको हातमा भने अङ्क रहेको छ 15 गरी खोला 10। फेरि पनि बल डेढगाउँ खेलाडीका साथीहरूको हातमा भने स्कोर रहेको छ 16 गरी खोला 10। स्ट्राइक गरेर गरी खोलाका साथीहरूले पनि अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 11-16। गरी खोलाका खेलाडी साथीहरूको हातमा भने नम्बर रहेको छ 12-16। सम्पूर्ण दर्शक महानुभावहरूलाई फेरि पनि म खुसीको खबर जोड्न चाहन्छु। हामी माझ मनोरञ्जन दिने क्रममा हाम्रा टिकटक मोडल तथा डान्सर उस्मिता थापा मगरजी हुनुहुन्छ। उहाँको नाम हेर्न बाँकी नै छ अझै पनि। अनि यतिखेर बल डेढगाउँ खेलाडी साथीहरूको हातमा अनि स्कोर रहेको छ 17-12। Excellent top blend. गरी खोलाका खेलाडी साथीहरूको हातमा अनि पुरा अङ्क थपेर 13 पुर्याउन सफल भएको छ भने डेढगाउँ 17। पुरै गरी खोलाका खेलाडी साथीहरूले पुनः अङ्क थपेर 14 पुर्याउन सफल भएको छ भने डेढगाउँका खेलाडी साथीहरूको 17। यो खेलको अन्तिम चरणको यो दोस्रो राउन्डमा छौँ हामी। यतिखेर मध्य मार्न बाजी भन्ने हामी दौडमा हेरिरहेका छौँ। गरी खोलाका खेलाडी साथीहरूको हातमा भने यसको
पेडगाउँ 17। यतिखेर पनि बल पेडगाउँ खेलाडी साथीहरूको हातमा अनि स्कोर रहेको छ 18-15। 18-15। गरी खोलाका साथीहरूले अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 16-18। गरी खोलाका खेलाडी साथीहरूको हातमा अनि स्कोर रहेको छ 17, पेडगाउँ 18। धेरै समयपछि पुनः पेडगाउँको खेलाडी साथीहरूले हात पार्न सफल भएको छ भने स्कोर भएको छ 19-17। गरी खोलाका साथीहरूले नम्बर थप्न सफल भएको छ भने नम्बर रहेको छ 18-19। साथीहरूको हातमा अनि नम्बर रहेको छ 20-18। पेडगाउँको खेलाडी साथीहरूलाई भने स्कोर रहेको छ 21-18। सफल भएको छ भने गरी खोला 18। खेल सकिने लगत्तै यारमा हामी फेरि नाच्नेछौँ, नचाउनेछौँ। हामीमा हाम्रा टिकटक मोडल तथा डान्सर होस्पिटल थापा मगर चमेली आएर बसिसक्नु भएको छ। कृपया दर्शक महानुभावहरू तपाईँहरू पनि पक्कै नाच्नुहुनेछ, गाउनुहुनेछ। राम्रो स्ट्राइक गरेर पुरा गरी खोलाका खेलाडी साथीहरूले अङ्क थप्न सफल भएको छ भने अङ्क रहेको छ 19-22। यतिखेर पनि बल पेडगाउँ खेलाडी साथीहरूको हातमा अनि स्कोर रहेको छ 23-19। फाइदा रहेको छ गरी खोलाका खेलाडी साथीहरूलाई भने नम्बर धेरै छ न स्कोर रहेको छ 20-23। सफल भएको छ भने नम्बर रहेको छ 24। माइनस न क्या बोल फाइदा रहेको छ गरी खोलाका खेलाडी साथीहरूलाई भने स्कोर रहेको छ 21, पेडगाउँ 24।
आउट नया बल आउट हुन गएको छ जसमा बाहिर फेरि गरेका खेलाडी साथीहरूलाई पनि यसको रहेको छ 22 फेरि गाउँ 24 गेम चले फर्स्ट सेकेन्ड थर्ड सेकेन्ड अत्यन्तै राम्रो स्ट्राइक गरेर नेटगाउँको खेलाडी साथीहरूले हात पार्न सफल भएको छ भने यो प्रथम र द्वितीयको सिजनमा पहिलो र दोस्रो राउन्ड नेटगाउँको खेलाडी साथीहरूले हात पार्न सफल भएको छ भने अब हामी तेस्रो राउन्डमा प्रवेश गर्दैछौँ स्याक यता क्या नुके यतिखेर पनि हामी यहाँबाट ओसो अब नयाँ कुस्ती नृत्य प्रस्तुत गर्नेछौँ सुजुले ओस न अब तपाईँ दोस्रो राउन्ड छ नि सुजु आउँदैछन् हाम्रा टिकटक मोडल तथा डान्सर उस्मिता थापा मगर चमेलीलाई हामी यसको ताली एकचोटि उहाँको लागि जोरदार ताली दिनुहोस् न हजुर सबैको प्यारी अत्यन्तै राम्री हाम्रा उस्मिता थापा मगरज्यूलाई सम्मान स्वरूप हामी यो खेल मैदानमा उपस्थित गराउँदै अब हामी नृत्यमा प्रस्तुत गराउँदैछौँ कृपया स्वीकार्नुहोस् सन्तोष नाच्न जा
चुच्चो नकले मन मेरो मंगला छोड़ो मंगली आगला चुच्चो नकले मन मेरो मंगला झप्पै हे झप्पै हे झप्पै हे झप्पै अरे बाउले चले लाएर पुष्पिता थापा मगरज्यू चमेलीलाई अत्यन्तै राम्रो मनोरञ्जन दिएर गइसक्नु भएको छ। अब भने हामी फेरि पनि हाम्रो यो प्रथम र द्वितीयको लागि खेलमा प्रवेश गर्ने नै छौँ। यो यतिखेर भने डेलगाउँ भर्सेस गैरीखोला खेलाडी साथीहरू बीच भइरहेको यो प्रतिस्पर्धामा हामी तेस्रो राउन्डमा प्रवेश गर्दैछौँ। यो खेल निकै नै रमाइलो पनि भइरहेको छ। आशा छ दर्शक महानुभावहरू तपाईँहरू एकैछिन धैर्य धारणका साथ यो खेललाई अन्तिमसम्म पनि समय दिएर हेर्नुहुनेछ भन्ने। अन्त यतिखेर पनि बल डेलगाउँ खेलाडी साथीहरूको हातमा। सफलताको फाइदा रहेको छ डेलगाउँ खेलाडीका साथीहरूलाई भने नम्बर रहेको छ 1 गैरीखोला 0। बल घट्टा सफल जजको फाइदा रहेको छ गैरीखोला खेलाडी साथीहरूलाई भने
नम्बर रहेको छ 1-1 बराबर। बल दीर्घ खेलाडी साथीहरूको हातमा भने यसको रहेको छ 2-1। बलकट्टा सफल फाइदा रहेको छ फेरि डेढ गाउँको खेलाडी साथीहरूलाई भने नम्बर रहेको छ 3-1। यतिखेर पनि बल गैरी खोलाका खेलाडी साथीहरूको हातमा भने स्कोर रहेको छ 2-3। बल डेढगाउँ खेलाडीका साथीहरूको हातमा भने स्कोर रहेको छ 4-2। बलकट्टा सफल जसको फाइदा रहेको छ गैरी खोलाका खेलाडी साथीहरूलाई भने यसको रहेको छ 3-4। स्पाइस गरेर पुनः एक अङ्क थप्न सफल भएको छ गैरी खोलाका खेलाडी साथीहरू भने यसको रहेको छ 4 डेढगाउँ 4 बराबर। यतिखेर भने बल डेढगाउँ खेलाडी साथीहरूको हातमा भने स्कोर रहेको छ 5-4। पुनः फेरि एक अङ्क थप्न सफल डेढगाउँको खेलाडी साथीहरू भने स्कोर रहेको छ 6-4। बल स्ट्राइक आउट फेरि पुनः डेढगाउँको खेलाडी साथीहरूले अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 7-4। निकै समयपछि गैरी खोलाका खेलाडी साथीहरूले पुनः एक अङ्क थपेर 5 पुर्याउन सफल भएको छ भने डेढगाउँ खेलाडीका साथीहरूको 7। राम्रो स्पाइक गरेर पुनः एक अङ्क थप्न सफल भएको छ डेढगाउँ खेलाडी साथीहरू भने नम्बर रहेको छ 8-5। यतिखेर पनि हामी तेस्रो राउन्डमा छौँ। पहिलो र दोस्रो राउन्ड डेढगाउँ खेलाडीका साथीहरूले हात पार्न सफल भएको छ भने फेरि पनि डेढगाउँ खेलाडी साथीहरूले पुनः एक अङ्क थपेर 9 पुर्याउन सफल भएको छ भने गैरी खोला 5। बल आउट हुन पुगेको छ जसको फाइदा रहेको छ गैरी खोला खेलाडी साथीहरूले भने यसको रहेको छ 6-9। अत्यन्तै राम्रो स्पाइक गरेर गैरी खोलाका खेलाडी साथीहरूले पुनः एक अङ्क थप्न सफल भएको छ भने नम्बर रहेको छ 7-9। पुनः डेढगाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 10 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 7। स्कोर रहेको छ 10-7।
राम्रो स्पाइल गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 8 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 10 स्कोर रहेको छ 8-10 ओभर ल्याउनुमा छैन यहाँ बस्छु हो भ्यायो खेल्ने पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 11 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 8 स्कोर रहेको छ 11 सेकेन्ड हुन्छ यिनीहरू त्यो गैरी खोलाहरू यिनीहरू जित्यो भने फर्स्ट भयो अनि केटाकोले जित्यो भने सेकेन्ड पुनः उल्टाको हार्यो भने डेढ सेकेन्ड गाउँका हुन्छ खेलाडी साथीहरूले एक अङ्क जोड्दै 12 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 8 स्कोर रहेको छ 12 बाटो छैन पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 13 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 8 कम्पिटिसन भएको रमाइलो हुन्थ्यो त डर डर छ त लानु भने 1 लाख पुरस्कार राइटै हो राम्रो स्पाइल गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 9 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 13 पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 14 पुर्याएका छन् भने गैरी खोला स्याङ्जाका खेलाडी साथीहरूको अङ्क रहेको छ 9 स्कोर रहेको छ 14-9 भयो यिनीहरूले पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 10 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 14 स्कोर रहेको छ 10-14 राम्रो ब्लक गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 11 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 14 हातै डुक्छु गल्छ क्या यसरी खिच्दा खिच्दा 1 घन्टा भयो प्रयास सफल पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 15 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 11 स्कोर रहेको छ 15-11 राम्रो स्पाइल गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै भेटाउन 12 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 15 राम्रो ब्लक गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 13 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 15 स्कोर रहेको छ 13-15 राम्रो स्पाइल गर्दै पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 16 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 13 स्कोर रहेको छ 16-13 राम्रो स्पाइल गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 14 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 16 पुनः गैरी
खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 15 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 16। पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 17 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 15। स्कोर रहेको छ 17-15। पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 18 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 15। स्कोर रहेको छ 18-15। नम्बर दिएर सर्भिस बोल आउट। पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 16 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 18। पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 19 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 16। पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 20 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 16। स्कोर रहेको छ 20-16। सर्भिस बल आउट हुँदै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 17 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 20। स्कोर रहेको छ 17-20। राम्रो स्पाइक गर्दै पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 18 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 20। स्कोर रहेको छ 18-20। और 60 करोडको मालिकबाट परिचित विभो सालेजीबाट राम्रो स्पाइक गर्दै डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 21 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 18। स्कोर रहेको छ 21-18। पुनः राम्रो स्ट्राइक गर्दै डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 22 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 18। स्कोर रहेको छ 22-18। राम्रो प्लेसिङ गरेर पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 23 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 18। स्कोर रहेको छ 23-18। पुनः डेढ गाउँका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 7.24 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 18। स्कोर रहेको छ 7.24-18। पुनः गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 19 पुर्याएका छन् भने डेढ गाउँका खेलाडी साथीहरूको अङ्क रहेको छ 24। 34 वार्षिक अवसरमा आयोजित